के गऱ्यो जान्दा भन्दै यता यता नि नाना तिनीहरू नातिनीलाई खजाना सजाना बोकेर एकछिन कति फुकेको म त धौ भयो नानीलाई बिसाउँछु जुत्ता चप्पल लगाएर हिँड्थे बुढाबुढी मान्छे ढुङ्गा बिजाउने होलान् काँडा बिन्ने होलान् गरै आँखा पनि देख्दिन काना पनि सुन्दिन बस है नानी हो म त हिँडेँ चसक काँडाले घोची गरे के गर्ने होला यो बाटो कहाँसम्म जान्छ थाहा पनि छैन